यो एउटा रियल स्टोरी है, तपाईँलाई म सुनाउँछु। एकजना कान्छुबा हुनुहुन्छ हाम्रो गाउँमा। त्यो कान्छुबाले हरेक दिन जस्तो चाहिँ ज्यालादारी गरेर उहाँले चाहिँ नि केही खानेकुराहरू ल्याएर चाहिँ नि बेलुका छोराछोरीलाई पाल्नुहुन्थ्यो, मतलब खुवाउनुहुन्थ्यो होइन। सधैँ चाहिँ उहाँले चाहिँ ल्याउने क्रममा एक दिन एकदम ढिलो भयो होइन। त्यो ढिलो हुँदाखेरिमा चाहिँ नि एउटा जेठो छोरा अलि रिसा स्वभावको, अलिकति चाहिँ क्रूर स्वभावको थियो। अनि त्यो जेठो छोराले चाहिँ नि त्यो बुवाको रिसले गर्दाखेरिमा किन कसरी भनेर बुझ्नतिर लागेन छोरो। सिर्फ उसले के सोच्यो भने बाउले चाहिँ ढिलो आयो अथवा उनी केही रक्सी जाँड केही खान लाग्यो कि भन्ने हिसाबले गर्दा उसले गएर आँटीमा राखेको चाहिँ कुराउनी, पातमा राखेको रहेछ त्यो खाइदियो। त्यो कुराउनी किन राखेको रहेछ भन्दाखेरिमा मुसो मार्नलाई मुसाको विष राखेको रहेछ त्यहाँभित्र र भन्ने कुरा त्यसले अब थाहा पाएन कि भुल्यो, थाहा पाएन। पछि अब बाउ आउनुभयो। बाउ आउँदाखेरिमा यता अलिकति मासु लिएर आउनुभयो। खास के रहेछ भने मेलापात सकेर त्यही घरको मान्छेले चाहिँ नि ल पाठा काट, अलिकति तैँले नि लैजा भन्ने हिसाबले चाहिँ उसले चाहिँ नि पाठा काट्न लागेको रहेछ होइन। बच्चालाई भनेर उसले चाहिँ नि त्यति दुःख गरेर मासु लिएर आयो। घर आउँदाखेरि यहाँ छोरो मरडासन्न छ है। अब कता जाने के जाने, उतिखेर अब उपचारका कुराहरू भयो, मासु सासु अथवा खानेकुराको त अब पत्तै भएन है। हो अहिलेको चुनावसँग मिल्दो घटना हो यो। भएको के कुरा भने यो नेताहरू, ठुला नेताहरू जो चाहिँ पुराना नेताहरूको चाहिँ रिसले गर्दाखेरिमा अहिले मतदाताहरूले त्योभन्दा खराब नेताहरूलाई, त्योभन्दा क्रूर नेताहरूलाई, त्योभन्दा संविधानहीन भएका नेताहरूलाई चाहिँ भोट हाल्दैछन्। जसले गर्दाखेरिमा देश बिग्रिन्छ है, देशलाई घात हुन्छ भन्ने कुरा बुझेका छैनन् होइन। सौताको रिसले पोइको काखमा पिछा फेर्ने भनेको चाहिँ यही हो। त्यही हुनाले चाहिँ नि हामीले नयाँहरूलाई पनि अन्धो भएर विश्वास गर्ने होइन, हेरेर बुझेर यो ठिक छ है, यसले बेमानी गर्दैन भन्ने तरिकाले विश्वास गर्न जरुरी छ। यो कुरा हामीले बुझौँ।